सम्पूर्णमा नमस्कार। जय शम्भु। म किशोर तिम्रो सुना सदा सर्वदाका जय म फेरि पनि आज उपस्थित भइसकेको छु। यदि पितृदोषहरू लागेमा के कस्ता लक्षणहरू, के कस्ता आनी बानी, के कस्ता व्यवहारहरू, के कस्ता कार्यहरू देखा पर्दछन् घरमा, परिवारमा, आफ्नो व्यक्तिमा के कस्ता कार्यहरू, आफ्नो करियरमा के कस्ता समस्याहरू, बाधा अवरोधहरू उत्पन्न हुन्छन् भन्ने जिज्ञासाका हजुरहरूको जिज्ञासालाई मेटाउन म फेरि पनि एउटा त्यही तरिकाले विषयवस्तु दिएर उपस्थित भइसकेको छु। ढिला नगरिकन यस विषयलाई अगाडि बढाउँ। घरमा हजुरहरूको घरमा पितृदोष उत्पन्न छ, पितृदोषहरूको निवारण गर्नुपर्ने छ। त्यस्तो पितृदोषहरूको भय छ भने घरमा बारम्बार कलह झगडा हुने गर्दछ। र दोस्रो भनेको हजुरहरूको कुनै कार्यहरू गर्दै हुनुहुन्छ, कुनै कार्यहरू, कुनै कर्महरू गर्दै आउनुभएको छ र अन्तिममा आएर बिग्रियो भने अन्तिममा काम बल्ल बल्ल जस्तो बनिसकेको काम पनि ठ्याक्क बिग्रिन्छ, ठ्याक्क रोकिन्छ भने, बाधा अवरोध आयो भने त्यो पनि पितृहरूको दोष हुन्छ, पितृहरू दोषको लक्षण हो। र तेस्रो कुरामा रहेको छ हजुरको घरहरूमा पैसाको अभाव देखिनु, हजुरको घरमा कहिल्यै पनि पैसा नटेक्नु, खल्तीमा दुर्व्यय पनि नबस्नु। र चौथो रहेको छ कुनै विवाह बन्धन पनि ढिला हुनु, विवाह गर्ने उमेर पुगिसक्यो, उमेरले डाँडो काटिसक्यो तर पनि विवाह भएको छैन भने त्यो पनि पितृदोषको नै लक्षण हो। र अर्को रहेको छ सन्तानमा ढिला, कुनै पनि सन्तान प्राप्तिमा समस्या हुनु अर्थात् ढिला हुनु, सन्तान समस्यामा ढिला हुनु, सन्तान प्राप्तिको लागि ढिला, एकदम ढिला कठिनाइ हुनु र गर्भपतन वा स्वास्थ्यमा असर पुर्याउनु, सदा सर्वदा गर्भमाथि पतन हुनु। र अर्को रहेको छ बारम्बार नराम्रा सपनाहरू देख्नु। र अर्को कुनै मरेका प्रेत आत्माहरू आएर हजुरको समक्ष अनेक प्रकारका बिलौनाहरू गर्नु, अनेक प्रकारका कुराहरू माग्नु र सपनामा आएर अनेक प्रकारका नानाभाती कुराहरू गर्नु, बोलाउनु, त्यस्ता कार्यहरू पनि, त्यस्ता लक्षणहरू पनि पितृदोषका लक्षणहरू हुने गर्दछन् दर्शकबिनहरू। तसर्थ यसको निवारणको लागि, यसको उपायको लागि पनि म भिडियो पछि अर्को एपिसोडमा बनाउनेवाला नै छु। यो भिडियो हजुरहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। त्यसका साथै लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरी संसारमा पुर्याउनुहोला। नमस्कार। जय शम्भो। राधे राधे।